Alright, so good morning from Kyoyo, Chimalongkot Pass. Early morning view is his side where sunrise matters. So it is that this is our tent. Tent was must suit you. Oh, early morning view is super wild. Yeah, that's all. Whoa, lovely. Yeah. You can see the background in the Chimalongkot stay. This tour घुमेर आउँदाखेरि चारबाट हिमाल तर हिमालको नामहरु चाहिँ खासै याद छैन मलाई तर यो हिमाल रेन्ज चाहिँ ओभर दामी देखिन्छ यहाँबाट यस्तो घुमेर आउँदाखेरि तपाईँको सनराइज कहाँबाट हुने हो नामै सानो छैन त्यताबाट हुन्छ तर त्यो बादल यताउता भएको चाहिँ अरुण भ्याली जस्तो आए कस्तो दामी भएछ तलतिर त टाइम ल्याप्स हान्नु क्या झन् क्यामेरा राखेर बादल यताउता खुलेको कस्तो बल आउँछ हामी यो यताबाट आएको चख्या भन्छ यता अगाडि छ बोबाल यहाँबाट चाहिँ अर्ली मर्निङ ट्याक गरियो डाँडामा आएर जस्तो बबाल सनराइज भ्यू देख्न पाइन्छ ब्रो इट्स रियली वर्थ इट यु क्यान इमेजिन त्यसको लागि चाहिँ तपाईँले यहाँ आएर हेर्नु भने चाहिँ यस्तो बबाल भ्यू देख्छ नि यो अगाडितिर हिमालहरू सनराइज हिमालमा त्यो जीवन पर्दाखेरि यस्तो दामी टाउकिन्छ यो साइड चाहिँ हाम्रो हाँसपोखरी मयम जुन चाहिँ हाम्रो लास्ट डेस्टिनेसन अब हामी कुनै ठाउँ पुगेर फर्किन्छ सायद अनि यो साइड चाहिँ भोजपुरतिर पर्छ भने त्यो अगाडि देखिएको टावर सनराइजको मुनि साइड चाहिँ भोजपुरको फेरि बाखोर सुनसम्मै भन्ने ठाउँहरू हो यहाँबाट यस्तो हुँदै हामी ड्याम के पनि आज त ओभर वेदर खुलिरहेछ है दामी खुलिरहेछ सो हियर आवर टिम मेम्बर ट्रेकर्स गोरिलाहरू यहाँबाट यस्तो उँधो हेर्दाखेरि चाहिँ चोटो लाएर गोठ के अरे हाम्रो चिमालङकोट स्टे एकदम व्यवस्थित छ गोठ स्टे भए पनि एकदम टेन्सन राखेर मजाको सुताइ हुन्छ आरामदायी सुताइ भयो हाम्रो चाहिँ चिमालङकोट स्टेको बिहान हिल्सबाट चाहिँ देखिन्छ यस्तो बबाल वो
के भइरहेको छ हाम्रो टेन्टभित्र वर्षन हो वनाइ स्टेपछि हामी फेरि मोदुम ट्रेलतिर अगाडि बढ्छौँ है। अब बबाल भ्यू छ अगाडि सनराइज पछाडि छिमालुङ गेस्ट होमस्टे अनि यो चाहिँ बोटहरू होला सायद त्यो होमस्टे भइहाल्यो त्यो टेन्टहरू टाँगेर टक्क बबाल छ व्यवस्थित छ बसाइ एकदम। सो अगाडि बढ्दै टक्क हामी चाहिँ अब हाँसपोखरी हुँदै अगाडि बढ्नेछौँ। द्याट्स अल सी यु इन द हाँसपोखरी। बाप त उडिहाल्छ नि यहाँ यो के हो कुवा हुनसक्छ कुवा म स्विच भइहाल्यो म अर्को केही गीत गाउँदै थिएँ म स्विच भइहाल्यो यतिको छिटो स्विच चाहिँ हुनुपर्ने हुन्छ हामी। हजुर पो हुन्छ लभली लभली वेदर पनि दामी। इट्स डे 2 इट्स फकिङ डे 2 मुदुम ट्रेलको डे 2 मा चट्ट हामी चाहिँ छिमालुङ गोड स्टेमा बसेर अगाडि बढ्दैछौँ। योभन्दा अगाडि चाहिँ अब हामी ट्याक्क लाएर अगाडि मयुङ डाँडा हाँसपोखरी आएर सबै भ्याएको छौँ एकैचोटि हामी। लभली वी आर अलमोस्ट क्लोज टु मयुङ डाँडा। अगाडि ब्याकग्राउन्डमा त होला मयुङ के अरे मयुङ देखिरहेको छ टक्क बिचतिर हुनसक्छ यो हाँसपोखरीहरू चाहिँ। यो त हाँसपोखरी होइन होला सायद होइन के हो यो माछा पोखरी हो। त्यो पछाडि हाम्रो टिम सो के भन्नु छ हौ काकालाई आज डे 2 मा कस्तो भइरहेको छ आज यहाँको मौसम साहित्यिकमा त नजाउँ न फेरि हेल्थ यो त हाम्रो भान्जा के भइरहेको रमाइलो यो त हाम्रो दाइलाई एकदम एकदम ल दिल खुस छ। आज हामी बिहानै फर्ममा हिँडेको छौँ सबैभन्दा अगाडि के अरे गोड स्टेकै सबैभन्दा अगाडि हामी नै होला अहिले हिँडे। त्यसै भनेको होइन है ब्याकग्राउन्डमा यस्तो बबाल भ्यूमा छ 360 भ्यू नै देख्छौ एक्साइटेड हेर्नु सबजना ट्रायलको हामी अलमोस्ट मयुङको अलमोस्ट छेउछाउ पुगिसक्यो। तर बिचमा चाहिँ मलाई चाहिँ यो यस्तो रुखहरू लभ इट आमा म त सुत्दिउँ कि अब जस्तो यस्तो दामी ठाउँ छ नि यो गफ गरे होइन कि यस्तो दामी फलेको छ है 360 हाना देखाइन्छु म बबाल। सो यो छेउछाउमा डस्टबिनहरू छ अब के पानी सानीको बोतलहरू खानासाना के लिएर आउँछ भने मान्छे अब यहाँ खाएर ठक्क यहाँ फाल्ने डस्टबिनहरू पनि छ बाटोमा लभली। सो हाम्रो टिम चाहिँ यो बाटो चाहिँ यताबाट छ सो हामी चाहिँ यताबाट आएको थियौँ द्याट्स बबालै एक लट कुदाउनु भाइ ओहो
गोरे ल फाइनली हामी मयङको फेद पुछातिर चाहिँ पुगिसक्यो हाम्रो एउटा गोरे चाहिँ अगाडि लागेको मयङ एक्साइटेड मयङ देखेर एक्साइटेड भएर अगाडि हिँड्या केही नबस्यो मयङको छेउछाउ पुगिसक्यो यहाँबाट चाहिँ यस्तो डाइरेक्ट खोटाङतिरको भ्यू सायद यो खोटाङ सोलुखुम्बुतिर होला अनि यहाँबाट यस्तो बबाल भ्यू देखिन्छ नि भ्यू त जहाँबाट देखिन्छ मोदुम ट्रेल यो बेस्ट छ एक त यो ट्रेल डाँडामा छ अनि यो डाँडा बाबा भएपछि यस्तो दामी देखिन्छ नि भोजपुर साइड खोटाङ साइड दुईतिरको भ्यू चाहिँ बबाल देखिन्छ नो डाउट अनि यसरी हिँड्नु पाउँदा त ओ माई गॉड यस्तो बबाल फिल भइरहेछ नि मर्निङमा यस्तो बबाल ट्रेल बिहान त्यही पनि फेरि आफ्नै साथीभाइसँग यस्तो मजा हुन्छ इट्स गुड ट्रेलको यस्तो ठाउँमा पनि यो हिलो नहोस् भनेर माथि उठाएर यो समथिङ 1 फिट जति माथि उठाएर ढुङ्गासुङ्गा कहाँबाट खोजेर हो ट्याकटुक मिलाएर हानेको छ वालहरू पनि यस्तो पर्मानेन्ट वाल बबाल मयङ डाँडा चाहिँ हामी चाहिँ गोठ स्टेबाट बसेर अलमोस्ट 15-20 मिनटसम्म हिँड्छ कि अब हामी अलमोस्ट क्लोज टु मयङ डाँडा चाहिँ हाम्रो ग्रुपलाई के भन्नु छ ए छ लेफ्ट साइडमा यस्तो भ्यू देखिन्छ राइट साइडमा जङ्गल फेरि अर्को मासिलो गयो राइट साइडमा जङ्गल देखिन्छ भ्यू देखिन्छ लेफ्ट साइडमा सो अर्को बस्ने के अरे चौतारी आइसक्यो फेरि 10 मिनटको डिस्टेन्समा पनि के अरे त्यति पनि छैन 5 मिनटको डिस्टेन्समा होला सायद यो चौतारा ठ्याक आइहाल्छ कि फेरि यस्तो बबाल छ नि चौतारा लास्ट मिनटद्वारा बनाएको छ चौताराको यो ल्यान्डमार्क ट्रेलको यताउता दायाँ बायाँ नहिँड्ने यो ट्रेलमा मात्रै हिँड्ने भनेर बनाइदिएको है यति चाहिँ बुझौँ तर यो त के अरे गाडीको टायर हिँड्ने जस्तो छ त त्यहाँ साइड ल मयङ हामी आइसक्यौँ क्लोज टु मयङ साइडमा डस्टबिन टक्क बिचमा बस्ने फलाइचाहरू त्यही पनि ढुङ्गाको यतिको बबाल म्यानेजमेन्ट त कसम कुनै ट्रेलमा खासै छैन होला हौ कि तर म धेरै ट्रेल नगएर पनि होला यो चाहिँ मलाई बेस्ट लागिरहेछ ट्रेल ल यस्तो बबाल ठाउँ आइसक्यो यहाँ हिमालको ल्यान्डस्केपहरू सर्ट लाएर छैन भोजपुरकै योमा हो भोजपुर सिमाना यो त भोजपुर साइडतिर हामी यहाँको यताबाट हो त्यो नागीको के अरे ऊ देखिरहेको जस्तो प्रोग्राम
डाँडाको फेदतिर आइसक्यो फेदै आइसक्यो यहाँ फेद आइसक्यो भने यतातिर के रिमसिङ सिमसिङ पर्छ भने ऊ त्यो पल्लो चाहिँ हमुखा होला सायद अनि मेन मयङ भनेको चाहिँ त्यो पल्लो डाँडा भयो भने यो पनि मयङ त मयङ हो तर यो साइडबाट चाहिँ मदुम ट्रेलको रुट छ सायद त्यहाँबाट अगाडि हाँसपोखरी अनि यो ब्याकग्राउन्डमा हिमाल थियो इनफ यस्तो बबाल भ्यू देखिरहेको छ नि आम्मामा स्वर्गको टुक्रा हो नि तर यो मुदुम ट्रेल जसले बनायो एकदम बेस्ट गर्यो क्या जसले यो ट्र्याक खोल्यो कि हो एकदमै थ्याङ्कफुल है यो ट्रेलको अब प्रमोट गर्ने काम त हाम्रो छँदैछ तर यो ट्रेल भन्थ्यौँ त हामी होइन ट्रेल त्यही पनि यस्तो नाम चलेको मुदुम ट्रेल होइन ओ माई गड कुरै छ नि ओए यस्तो प्लेन छ सर्ट हामी क्लोज टु के अरे मयङ नै आइपुग्नु अरे होला सायद लभली यहाँ चाहिँ भेडा फार्म पनि रहेछ भेडा फार्म भन्नाले भेडा गोठ भेडीको चक्का सो यता भोजपुर साइड हो भने भोजपुर भन्दा पनि उता फेरि अग्लो डाँडा रहेछ त कुन डाँडा हो त्यो हाम्रो बामा भइहाल्यो बामाबाट माथिको फेरि चौल भनेको चाहिँ हाम्रो वान एन्ड ओन्ली पाखे धारा चौल हो यस्तो बला छ टोटाउँदा पनि म गएर खिच्छु वो मारेको छ खिच्छु यार Dude, it's me. भेडाको उन चाहिँ यसरी निकालिन्छ ठ्याक्क बस्दो रहेछ नि नाङ्गो बनाएपछि त गाह्रो हुँदैन के हो दोस्ती नगरौँ
सो बिचबिचमा यस्तो बबाल ठाउँ छ है, कुरै सार्दिउँ। यहाँ नबसी चित्तै बुझ्दैन हामीलाई। त्यो चाहिँ ट्याम्के डाँडा भयो। हामी त्यहाँ अलमोस्ट चौखेवा डाँडा भनेको त्यो ओरा रोड देखेको ठाउँबाट त्यहाँबाट यस्तो घुम्दै त्यो पल्लो डाँडा हुँदै फेरि यो बिचबाट यस्तो घुमेर हामी यहाँ आइपुगेको छौँ। Here I am. Train is there. You wanna see? ठाउँ त के भन्नु, कुरै छाड्दैन। यस्तो बबाल प्लेसहरू छन्। ट्रेल फेरि ठ्याक्क डाँडा रहेछ क्या। दुईतिरको भ्यू भोजपुर साइड र खोटाङ साइडको भ्यू चाहिँ मजाले देखिन्छ यो डाँडाबाट। हिँड्दै हामी अब मयुङ डाँडाको छेउछाउतिर आइपुग्न आँट्यो। Close to मयुङको होमस्टे है। तर त्यो पल्लो चाहिँ जस्तो लाग्यो मलाई होमस्टे ऊ पर छ नि रातो त्यो चाहिँ होमस्टे छ। अनि त्यहाँबाट उतापट्टि चाहिँ त्यहाँबाट घाँस पोखरी चाहिँ त्यहाँबाट उता हुनसक्छ। कृपया यो बिस्कुट सिस्कुट खाएर खोल चाहिँ बोकेर लगेर डस्टबिनमा फाल्नु। के अरे डस्टबिन पनि त्यही नजिकै छ, 5 मिनटको दुर्नु न। तर मान्छेले किन 10 फोहोरहरू यसरी फालेर हुन्छ भने यो चाहिँ चित्त नबुझ्ने काम है। साइडमा डाँडा मात्रै नभएर जङ्गलहरू पनि छ। यस्तो एक्सप्लोर गरेर जाँदाखेरि प्राप्त लगाएर Thank you.
वरिपरि गुराँसको जङ्गलहरू यस्तो बबाल छ। तर मान्छे आज के अरे टन्न माथि चाहिँ बसेर छ कि यहाँ त अस्ति गएको होला सायद। ओहो हो तर म किन जानु पाइरहेको छु डाँडा? यो ट्रेनले कता लग्यो? त्यतै जानुपर्छ है क्या? ओइ गुराँस फुल त्यो त पुरै जङ्गलै रहेछ नि त। ओहो यो सिमसार क्षेत्र है यो हाम्रो। यो त बेस्ट हो त। ट्रेल एक्सप्लोर नभएर मात्रै हो, यहाँ मान्छेलाई कति मान्छेलाई थाहा छैन यो ट्रेलको बारेमा, त्यही भएर मात्रै हो। तर ट्रेल चाहिँ वान अफ द बेस्ट ट्रेलै भन्छु म। बाटोहरू पनि त्यस्तो नराम्रो कहीँ छैन अहिलेसम्म, ठ्याकठ्याक ठुकठुक। यतातिर चाहिँ अलिकति मासतिर यो साइडतिर चाहिँ अलिकति भत्किया जस्तो देखिरहेछ, तर तलतिर बाटो चाहिँ एकदम क्लिन एन्ड स्मुथ छ। अनि साइडको नजारा त छँदैछ, टप क्लास नजारा। नबोल्नु है ट्याक्टर बोल्नु हेर्नु, ठ्याक्टर ठ्याक्टर चाहिने कुरा बोल्छ, हेर्नु चाहिने कुरा नि गर्दैन। त्यो यो चाहिँ ओल्ड रुखहरू जति पनि देखिरहेको छ सबै पुरानो खालको रुखहरू, सबै गुराँसको लाली गुराँसको रुख हो। यो सायद वैशाख जेठतिर चाहिँ सायद यो सबै ढकमक्क फुलिरहेको हुन्छ है। यहाँ फेरि यो साइडमा गुराँसको पनि धेरै प्रजातिहरू पाइन्छ। चिमाल भन्छ अर्को, एउटा मेन त लाली गुराँस भइहाल्यो। यो इमेजिन गरौँ न, यो फुल फुल्दा यो जङ्गल कस्तो देखेला। एउटा चिमालको सेतो लुक्स, के लाली गुराँसको रेड, अरू छिर्केमिर्के के हो पिकनिकै खाए जस्तो छ यहाँ। तर यसरी खाए पनि त्यो प्लास्टिकहरू जलाइदियो भने हो। ओहो ल्यान्डस्केप खोलाको खोला तिरै तिर र भिरै भिर मनमा छ पिरै पिर हो भन्ने, त्यहाँभन्दा चाहिँ आइरहेको लिरिक्स। सो मुदुन ट्रेलमा यस्तो खोलाको किनारै किनार पनि हिँड्नु पाइन्छ होइन। टक्क लाग्यो यो कुन खोला हो त थाहा भएन, तर बबाल छ खोला साइडमा ट्रेल। त्यही त ओहो डाँडामाथि कि घरि ब्रिजमा के अरे मध्य जङ्गलभित्र सब ठाउँको एक्सपिरियन्स गराउँछ यो ट्रेलले। यसरी खोलाको ठ्याक्क साइडमा खोला पनि बोकिरहेको।
मयङमा आइसक्यो त्यहाँ माथि अर्को एउटा चाहिँ देखिरहेको तर ट्रेन त यताबाट घुमिरहेको छ कि हाम्रो अवस्था के छ हाम्रो अवस्था के छ हाम्रो अवस्था गम्भीर छैन एनर्जी बढाउनु लागिहाल्नु डाँडा लास्ट फनाइछ हो कि यहाँ आइसकेको छौँ अब यहाँबाट टक्क यस्तो लागेर हामी यो साइडबाट मयङको सेतो सुरु भइसक्छ अनि यहाँबाट टक्क लागेर हामी यताबाट यस्तो घुम्दै ट्रेल हुँदै अगाडि बढ्नेछौँ है त छोटो यो ट्रेल अगाडि बढ्छौँ लेट्स गो ल डेस्टिनेसन क्लोज गर्दा आइसक्यौँ हामी मैले त सोचेको थिएँ हाँस बोकेर त्यो डाँडा काटेर पल्लोपट्टि पो लाग्छ यतै पर्दो जस्तो हाँस बोकेर नि हाम्रैतिर मयङ सबै यो देखेको जति सबै चौर चाहिँ मयङ डाँडामै पर्छ अनि यता देखाउने मान्छे चाहिँ भोजपुरतिरको पर्छ है के हो सही गर्छ प्योर मयङ भनेको चाहिँ यो है यस्तो बला ठाउँ छ जता हेरो डाँडा उँभो हेरो नाक ठोकिने डाँडा सो ट्रेल चाहिँ यहाँबाट यस्तो जान्छ यहाँबाट गएर माथि सायद होमस्टे साइडतिर पुग्छ होला होमस्टेमा गएर चाहिँ एकछिन हामी स्टे गर्छौँ खाजा खान्छौँ त्यसपछि चट्ट लाएर हामी हाँस पोखरीतिर एकछिन घुमेर फेरि ब्याक टु चकिया भन्छ हामी चकिया भन्छ हाम्रो बाइक साइड गाडीहरू पनि छ त्यहाँबाट हामी लिएर चाहिँ हामी रिटर्न ब्याक आजको प्लान त्यति छ
चट्ट मिलेको ल्यान्डस्केप साइडमा गुराँसको बोट फुल रुख के खोज्ने स्वर्ग त यहाँ महीमा पो छ त पछाडि चढ लाएर घाँस पोखरी पुग्ने होइन आज हामी यति बाँकी चाहिँ घाँस पोखरी कहाँबाट कहाँ आयो त्यत्रो हामी लगभग कति किलोमिटर हिँडिसक्यौँ यसो गेस गर्दा पनि लगभग 15-20 मिनट 20 किलोमिटर त ढुक्क हो लड्यामै अब चाहिँ आए पर we are so close to our destination है लगभग हामी हाम्रो के अरे घाँस पोखरीको छेउछाउतिर आए जस्तो लाग्छ मलाई अगाडि चाहिँ मधे मारेको छ ल अब चाहिँ मन सुरु भयो यार यहाँ माथि झन्डा सन्डा त्यो फोटो खिच्ने स्पट हो क्या ओहो lovely place. फाइनली हामी चाहिँ मयम इन्ट्री गरिसक्यौँ मयम त परबाट सुरु भइसक्यो तर यो चाहिँ हो मेन मयम त्यो पनि अझै त्यो बारीको चाहिँ हो त्यो बाह्र भाइ चाहिँ हामी चाहिँ हाँसपारीको खोजीमा मुदुम ट्रेलबाट हल्का तल झरेर होमस्टेको बाटोबाट सिधै अगाडि लाग्दैछौँ। जङ्गलै जङ्गल आइरहेको छ। हाँसपोखरी हाम्रो अलमोस्ट अगाडि नै छ जस्तो लागिरहेको। भेटेको चाहिँ तर
बाटो चाहिँ हाँसपोखरी जानै होला सायद यो बाटोलाई फलो गर्नु जाम कहाँ पुगिन्छ सो फाइनली हामी चाहिँ हाँसपोखरी आइसक्यो हाँसपोखरीको अवस्था चाहिँ यस्तो छ है अहिले हाँसपोखरी with another group of trekkers यहाँ हाम्रो टिम मुडुम चाहिँ माथि गएर चाहिँ सायद त्यो ग्रुप जस्तो लागेको जस्तो सो हामी चाहिँ हाँसपोखरी आइसक्यो हाम्रो लास्ट डेस्टिनेसन यही थियो आजको लागि चट्ट लगाएर हाँसपोखरी यसो हेऱ्यो भ्यूसु इन्जोय गर्यो यहाँ बस्यो रमाइलो गर्यो खाजा खायो यतिको जोस हुनु पऱ्यो यो मान्छेको जोस अझै पुगेको छैन यहाँबाट अब हामी फाइनली घरतिरै लाग्छौँ होला अब चखेवा डाँडाको सम्मको यात्रा छ आज हाम्रो हिजोदेखि हिजो र आज गरेर धम्म 11 घन्टा जति लाएर हामी यहाँ आइपुगेको थियो अब आज चाहिँ हामी यहाँबाट उँभो चाहिँ बढिँदैन रिटर्न ब्याक चखेवा अनि काका छ फेरि यता एउटा हाइमा काका हाइमा छ नि त काकाको यस्तो दामी गाली छ केही मोटुम डाइको अर्को बेस्ट पार्ट भनेको यसरी घोडाहरू क्या ओह्रालोमा त चाहिन्छ हतियार भयो
अब हामी जाने केही डाँडा हो अब यहाँ फेरि बिहा थिएन होला हेर न गाई चोर पुरा होइन के भन्नु अब के भन्नु यति खाएको थियो यति खाएको थियो इनर्जी ड्रिङ्क फेरि ल भइरहेको यति भइरहेको डाइरेक्ट थाहा नभन्छ खरि हुन्छ है अरू के भन्नु छ के छ मही आउनु होला घुम्नु होला म त घुमेँ तपाईँले घुम्नु होला म त आएँ कान्छीलाई घुमाउने मयू डाँडा हामी चाहिँ तिनवटा यो ठडाइ ओरिदिन्छ कि यहाँबाट लभली हामी चाहिँ तिनवटा ल हामी चाहिँ यहाँ के अरे मयङ सयङ पुरै भ्यायो अरे तिनथुङ्गे फर्किसक्यौँ फर्किँदाको हात यस्तो छ वेदर यस्तो छ भोलिदेखि त ट्रेक नआए पनि हुन्छ लाग्नु घरतिर फर्किँदाको एक्साइटमेन्टतिर अर्कै छ Trail is beautiful. Overall experience is far better than, huh? Baba. Kita kurang kira kalau. Yang mana?